हेलो साथीहरू, आज म आलु खन्दैछु अनि मेरो छोरीले चाहिँ मेरो भिडियो बनाइदिँदैछ। हेर्नु साथीहरू, म त अब प्याज लगाउनलाई आलु खन्दैछु साथीहरू। तपाईहरुले खनिसक्नुभयो आलु अनि प्याज लगाउनु भयो कि नै साथीहरू? म त अब आलु खनिसकेपछि फेरि यो गडा बनाउँछु, फेरि लगाउँछु प्याज। हेलो साथीहरू, हेर्नुहोस् त मेरो मम्मी आलु खन्दै हुनुहुन्छ। तपाईले आलु लगाउनु भएको छ कि नै साथीहरू? हामीले त धेरै आलु लगाएको छौं साथीहरू। हेर्नु साथीहरू, हाम्रो आलु। हेर्नु साथीहरू, मैले लगाएको आलु खनिसक्यो। कोही बोटमा त धेरै फलेछ, कोहीमा त एउटा मात्र आउन लाग्छ। ओ मेरो छोरी पनि खन्दैछ उता। छोरा उता कट्टामा हाल्दैछ आलु। साथीहरू, आज म आलु खन्दैछु। यतिमा कति धेरै आलु आउने रहेछन् कि थोरै आउने रहेछ हेर्छु है साथीहरू। यतिमा त एउटा मात्र आयो त। अर्को पनि खन्छु है। वाउ, अर्को पनि आयो। अर्को वाउ, यति धेरै आयो। वाउ साथीहरू, देख्नुभयो? यसरी खन्नु होला है अनि यसरी आउँछ है आलु। है भाइ, कसरी आयो देख्नुभयो? अझै खन्छु है। वाउ, एउटा चाहिँ 1 2 3 4 5 6 7। वाउ, 7 आए। 7। वाउ, 7 8। साथीहरू, मेरो मम्मीले 8 किलो आलु लगाउनु भयो। अब 8 आलु आइसक्यो। वाउ, 9 10 पनि 8 9 10 आए। 10 किलो लिएर आएको रहेछ। खालिकै आलु 8 किलो भने खाली मम्मीले। म त थके साथीहरू। अब म पछि घर जान्छु है। अहिले भएको छैन, यति धेरै गाह्रो छ। 3 त गाह्रो आयो कि नै? वाउ, 1 2 बार आयो। हेलो साथीहरू, यहाँ हामीले आलु खनिसके। अब हालिसके हामीले। अब थोरै छ आलु हाल्न बाँकी। आलु खन्न पनि बुढी लाइन छ। मेरो भाइ पनि जोसमा छ। म आफ्नो मम्मीलाई हेल्प गर्छु साथीहरू। तर हाम्रो त आलु यतिकै हो। हेर्नु त, अरू फलै छैनन् है। ल साथीहरू, अब म घर गएँ है। आलु सुकाएर यसलाई खान्छु म। ल साथीहरू, म गएँ है। अब म आलु सुकाउँछु है। ल, म खनेर है। कति भारी छ साथीहरू यो त। हेर्नुहोस् त साथीहरू, कति धेरै छ। यति हो साथीहरू, हाम्रो त आलु।